हेलो गाइस, अब आज शिवरात्रि हो, 4:30 बजी आज पशुपति जाने भनेर हिँडेँ म टक्क घरबाट होइन। ल अब वहाँ गएर पशुपतिको म कस्तो कस्तो दृश्य हुन्छ सब देखाउँछु। ल लास्टमा अँध्यारोको बाटोमा कोही पनि छैन। म टक्क 4 बजीतिर आयो। ल बाटोमा कोही पनि छैन, अँध्यारो लास्टै। म टक्क वहाँ गएर चोकमा गएर साथीलाई भेटेपछि टक्क त्यहाँ सु गर्छु। ल जाँदा जाँदा टक्क मैती देवी टेम्पल अगाडि आयो। मैती देवी टेम्पल पनि म देखाएर जान चाहन्छु। टक्क किन ल बाटोमा पुरै सुनसान छ, कोही छैन। कुकुरहरू आयो भने भुकिरहन्छ मलाई अहिले। ल म टक्क चोकमा आउनलाई टक्क सुजन भेटिन्छ नि यहाँनिर। अब त्यसलाई कल गर्छ नि, 2 जना भएर टक्क पशुपति जाने हो कि बिहानै। ल ट्राफिक पुलिस आइसकेर रहेछन् यति छिटै। ल हामी टक्क पशुपति आएको छौँ होइन। यहाँसम्म लाइन यहाँ टक्क गौशाला चोकमै लाइन छ यत्रो यार। झिलिमिली बनाएको पुरै। ल टक्क यो लाइन कति धेरै गेटहरू टक्क सजाए। टक्क हेर न, मान्छे लास्टै भिड छ। मैले भनेको थिएँ त तिमीलाई पाइन्छ भनेर के। टक्क यहाँ चटक्क पारेको छैन। मामाहरू बसिरहन्। चुनाव लगाएपछि मामाहरू धेरै देखिरहन् ठाउँ ठाउँमा। ल सुजन बोल न त 2 शब्द। हामी पशुपति आइदिएको आज होइन, शिवरात्रिको लागि। अभी त छिर्न पाइँदैन होला, बाहिरबाट यसो दर्शन गर्न राति यहाँ सजाएको हेर्नु न टक्क। छिटी आइदिएको है, छिटी तर सबै आइसकेको रहेछन् कि। नर्मलले जस्तै बाँदर आयो भने चाहिँ भिडियो बनाउन बन्द गर्नुपर्छ है। खोज्दो रहेछ नि यार मोबाइल। अस्ति एउटा बिचरा बुढी आमाको लिएर गइदियो। मान्छेहरू धेरै छन् यार। भित्र कस्तो हुन्छ त्यो दृश्य देखाउँछु म भित्र गएर। ल ओके, एकैछिनको लागि त्यो मोबाइल सुबाइल भिडियो सिडियो बन्द गर्ने नोटिस रहेछ। यहाँ आउँदै पाइन्छ कि जाँदै भने कि डिलिट त गर्न भन्ला नि। टक्क अब म देखाउँछु पशुपतिको सजावट। मोबाइल सुबाइल भिडियो सिडियो गराएको बन्द गर्न भन्ने छ कि माइकमा। तर म चाहिँ देखाइरहेको छु। जात्रै के गर्ला डिलिट गर्न भन्ला छोपेछ भने। हेरौँ हामीले पनि अब के कस्तो हुन्छ। टक्क यहाँ रहेछ कि। ओहो कति भिड हो यार। मामाहरू छन्। भक्तजनलाई पंक्तिबद्ध गराई व्यवस्थित रूपमा आलो पालो दर्शनको व्यवस्था मिलाउनु न अनुरोध छ। प्रतिफलको आशा नगरी सेवामा तल्लिरहने समन्वय भावका साथ मान्छेहरू धेरै रहेछन् के। गम्भीरताका साथ सेवामा तल्लिरहन अनुरोध छ। ओहो सुजन यार पाइँदैन होला भित्र जान नि। भित्र जान नि हेर त कत्रो खाने यार मान्छे। छिटै आयो भनेको यार यत्रो आइसकेको रहेछन्, पुरै भिड छ।
मामाहरू बस्छन् होइन। नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउनु अनुरोध छ। शिष्ट र नम्र व्यवहार गरी आज त त्यो जुत्ता चप्पलवाला पनि बन्द रहेछ के बन्द ह कहाँ राख्दै अब त्यो बेला धेरैले उ गरिराख्ने आफ्नो कार्यक्षेत्र छोडी भिड रहेछ कि मान्छेहरू लास्टै धेरै छन्। भिड र होहल्ला नगर्नुहोला। दर्शनार्थी तथा भक्तजनहरूलाई भेदभाव गर्ने काम नगर्नुहोला। आफ्नो पालो सकिएपछि अर्को स्वयंसेवीलाई जिम्मा नदिई सेवास्थल नछोड्नुहोला। कुनै पनि खाले अभद्र व्यवहार देखाउँछु ल पशुपति मन्दिरतिरको दृश्य। यहाँ अझै पनि लाइन छ यार, यत्रो लाइन छ। सजावटहरू यता एउटा आफ्नै लाइन छ फेरि त्यो लाइन उहाँ रोडमा गएर छु यो लाइन उहाँ रोडमा छ यो लाइन टक्क उहाँ गएर रोडमा छ यो लाइन उहाँ रोडमा छ उताको लाइन पनि उहाँ पुग्यो चावेलसम्म पुग्यो लाइन आज पुलमाथिबाट गइराख्ने त्यो लाइनवाला मान्छेहरू टक्क यहाँनिरको गेट चाहिँ बन्द रहेछ के बन्द पनि किन नहोस् यार उहाँसम्म लाइन छ अनि उताको लाइन एउटा चाबेलसम्म पुगिरह यहाँ मामाहरू बसिरहन् गेट बन्द रहेछ कि गेट बन्द रहेछ होइन ल टक्क यहाँ पनि यत्रो लाइन छ यार यो लाइनवाला हो कि नत्र गेट बन्द यता चाबेलतिरको लाइन यहाँको गेट पनि टक्क बन्द आज लाइन लाग्नुपर्छ चाबेलमा जानुपर्छ पशुपति आउन भन्दा नि आज सिधै चाबेलको गाडी छेपेर गएको अनि त्यहाँबाट लाइन लाग्दै आइन्थ्यो मस्त पूजा गरिन्थ्यो ल दिएन हामीलाई उतातिर जान होइन आज पशुपति नजाने यहीँबाट बाहिरबाट दर्शन भयो मुलाहरूले यार भगवान्लाई पूजा गर्न जाँदा पनि यार पैसा दिएर मात्र जाने मान्छेहरूलाई मात्र पाइ गरिदिइरहन् के 1000 रुपियाँको टिकट काट्ने जसले पायो त्यो भित्र छिर्न पायो नत्र पाइएन के पूजा गर्न पनि अब यस्तो यस्तो उ गरे नेपाल हुँदै अब के भन्ने आफै ल म आज अब पशुपति आउँदिनँ होइन पैसावालालाई मात्र त्यो भनेको के दिनको लागि जसले टिकट काट्यो त्यसले पायो ल तिमी जाने भए जाऊ त्यहाँ त्यस्तो भिड छ यार फोकटमा जाने उता जानु पाइँदैन आखिरीमा अनि किन टाइम नष्ट गर्नु जुन जुनले पैसा दिन्छ 1000 रुपियाँ त्यसले टिकट काटेर जान पायो नत्र पाएन कि लाइन लाग्नु पर्छ चाबेलमा गएर भित्र पनि जान पाएन मन्दिरमाको लागि त लाइन होला ल हामी टक्क यता लास जलाउनुतिर आएँ है पशुपति लास जलाउनुतिर यता बाबाजीहरू धेरै भेटिन्छन् आज सम्बु गरेर हुन्छन् ल यहाँ टक्क मन्दिरहरू छ लास जलाउने ठाउँहरू छ टक्क यो मन्दिरमा चाहिँ बाबाजीहरू रहेछन् ल यिनी सुजन हुन् होइन पुरा मिलिराखेन के तिमीमा बाहिर भिडियो गराएको हुन्छ नि त्यो डिलिट गरेर आउँथ्यो डराएर पशुपतिमा भिडियो गर्न पाइँदैन भन्ने होला सुने एक ठाउँ माइकमा उहाँ रोडको भिडियो डिलिट गरे नि के यार म भने चाहिँ यहाँ पशुपति पुलिसको अगाडि ल्याएर बनाइरहेको भिडियोहरू भिडियोमै छ पुलिस गौशाला रोडको त्यो गेट निरको हुन्छ नि त्यहाँको भिडियो डिलिट गर्ने मान्छे यिनी हुने हेर्दै एकचोटि भिडियोमा आहा के त्यो होला भिडियो बोल्न पाउँदिनौ तिमी खिच्न पाउँछ भने त्यो सिधै हाल्यो त्यो त म माने होइन मैले माने ल एटलिस्ट मसित आएको तिमी भित्रसम्म आयौ तिमीसँग म आएको तिम्रो घरमा हामी बाहिरबाट गेटैबाट आउनु पाइँदैन होइन तिमीलाई थाहा हुँदैन केही कुरा मलाई थाहा हुँदैन के ल तिमीले कस्तो अर्को रेक्चर होइन यताभन्दा त उतै रमाइलो हुन्छ नि हिँड्न कसँग पर्दो रहेछ चावेलसित चावेलतिर गएको अझै रमाइलो हुन्छ नि होइन आजको माहौल हेर के यहाँ टक्क के कलफुल बसलहरू रहेछ मन्दिरतिर जान पाइनँ अब यता बाहिर भिडियो बनाउने अनि चलिदिने
फर्किउँ भएर यहाँबाट चाहिँ हुन्छ मलाई त घर जाँदै ठिक लाग्यो के माहौल हेरौँ पैसा दिनेले मात्र पूजा गर्न पाइँदो रहेछ नि 2500 को टिकट हुन्छ अनि कहाँ त्योभन्दा राम्रो त फर्किँदै ठिक भगवान् सगवान् पछि हेर्ने घर गएर मूर्ति किनेर भन्छन् सबैले पशुपति पशुपति तर मलाई सिस्टम चाहिँ ठिक लागेन ल टक्क यो एरिया चाहिँ बाबाजीको होइन यहाँ चाहिँ शम्भु चलिरहेको छ ल बादरहरू छन् गाँजासाँजा खाइरहेको थियो अनि के भिडियो बनाउने गाली गर्छन् भनेर भिडियो गराएनौँ टक्कै यताबाट एक्सप्लोर गर्छौँ नि त हामीले अनि यो मन्दिरभित्र छिर्न लाग्यो यहाँ भिडियो सिडियो बनाउनु पाइँदैन त्यही भएर बन्द गर्न लाग्छ बाई बाई